हेलो एभ्रिवान, आज चाहिँ मैले भिडियो बनाउँदैछु एकदमै अलग्गै टपिकमा। त्यो के हो भन्दाखेरि चाहिँ स्क्यामर भनौँ न हैन। अन्त त्यो के भन्दाखेरि चाहिँ मैले चाहिँ भन्दिनँ भन्दै थिएँ, अनि फेरि भन्नु मन लाग्यो तपाईँहरूलाई पनि यस्तै भयो भने भनेर हैन। त्यो के भन्दाखेरि चाहिँ तपाईँहरूलाई थाहा भएको कुरो हो, मैले चाहिँ मिसोको प्रडक्टलाई लिएर कन्टेन्ट बनाउँछु। भन्नु भने चाहिँ म भिडियोहरू पोस्ट गर्छु हैन। रिसेन्टमा पनि मैले 5600 समथिङ कतिको अर्डर गरेको छु र त्यो मेरो सामान चाहिँ अन द वेमै छ। र हिजो बिहान चाहिँ मलाई एउटा फोन आयो, अनिखेरि भने कि तपाईँले अनलाइन पेमेन्ट गर्नुभएको रहेछ र त्यो टेक्निकल इस्यु भएको कारणले गर्दाखेरि चाहिँ अनि त्यो रोकेको छ, तपाईँले फेरि पेमेन्ट गर्नुपर्छ भने होइन। अनि मलाई लाग्यो यो स्क्यामरै हो भनेर, र मैले त्यसलाई यत्तिकै छोडिदिएँ। त्यसको त कहानी बेग्लै छ, नभनौँ होला होइन। अनि फेरि 1:30 मा फोन आयो दिनमा, अनिखेरि त्यो मान्छेले भने कि म मणिपुरबाट बोल्दैछु कम्पनीबाट, अनि तपाईँको प्रडक्ट चाहिँ यहाँ आएर फसेको छ, अनि यो त्यतिको रहेछ तपाईँको होइन। अनिखेरि त्यो अमाउन्ट चाहिँ तपाईँले मलाई पे गर्नुपर्छ, उसको बादमा मात्रै डेलिभरी बोयले लिएर आउँछ त्यो सामान भन्यो। अनि मैले भने पेड गरिसकेको त कसैमा पेमेन्ट गर्नु होइन। फेरि अन्त उसले मान्छेले भने कि टेक्निकल इस्यु भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको रोकेको छ र तपाईँले मलाई पे गर्नुहोस्, जति छ अमाउन्ट 5000 कतिको अमाउन्ट अन्त पे गर्नु, अनि त्यहाँदेखिको त्यो पैसा म तपाईँलाई 20 to 30 मिनटमा फर्काइदिन्छु, त्यसको बादमा चाहिँ सामान आउँछ भन्यो। अनि त्यसमा पनि ठिकै थियो नि त होइन। तर त्यो मान्छे चाहिँ हुन्छ नि एकदमै रुड भएर बोल्ने, एग्रेसिभ भएर बोल्ने, अन्तखेरि धम्काउने के। अनि मैले भने मेरोमा पैसा छैन अहिले यति। अनि मैले भने जब डेलिभरी बोय आउँछ मेरो पैसा मलाई फर्काइदिनुहोस्, अनि त्यही पैसा फेरि म तपाईँलाई पे गर्छु भनेको त मलाई धम्की दियो क्या। अनि तिम्रो मिसो क्रिएटर क्लबको त्यो उयो मेम्बरसिप पनि अन्त उयो गरिदिन्छु होइन, क्यान्सल गरिदिन्छु, अनि तिम्रो पैसा त जान्छै जान्छ, तिम्रो क्यान्सल पनि हुन्छ त्यो सामान, अनि तिमीले पे गरेको तिम्रो 5000 कति पैसा पनि अनि अब ल्याक्स हुन्छ भनौँ न होइन, त्यो हुन्छ, तिमीले मलाई अन्त पे गरिहाल्नुपर्छ भनेर भन्छ। अनि मैले भने मलाई 2 मिनटको टाइम दियो भनेको, त्यो पनि होइन अरे क्या। अनि उसले आफ्नो स्क्यानर पनि पठायो। अनि म त कस्तो साह्रो अत्तालिएँ, किनभने अब 5000 भन्ने त सानो कुरा होइन नि त। अनि त्यहाँदेखिको चाहिँ मैले अत्तालिँदै मेरो बुढालाई फोन गरेँ, त उसले भन्यो के हो कल त मिसोको उयसमा गर्नु नि एकपल्ट कस्टमर केयरमा भन्नुभयो। त्यतिखेर बुझ्दै आयो क्या, मतलब त्यो मान्छेले मलाई यति साह्रो स्ट्रेस हालिदिएको थियो नि। अनि त्यहाँदेखिको मैले हेल्प सेन्टरमा गएर फोन गरेँ मिसोमा। अनि त्यहाँदेखिको भनेको त त्यस्तो केही पनि होइन, त्यस्तो टेक्निकल इस्यु केही पनि भएको छैन, इफ तपाईँले पेड गरिसकेको छ भने त पेड गरिसकेको छ। अनि भने क्या त्यो मान्छेलाई पक्कै पनि अब थाहा छ होला तपाईँ रेगुलर हो होइन, अनि तपाईँले कन्सटेन्टली मगाइ बस्छ भनेर थाहा छ होला। अनि योपालि किनभने मेरो अमाउन्ट अलिकति थुप्रै छ नि त, अनि त्यस्तो फ्रडहरू हो।